भाइ त नजानु त नुन हेरिदिनु नानीले के गर्दैछ अब चाहिँ भयो हेलो नमस्ते गुड इभिनिङ सबैजनालाई वेलकम ब्याक टु माई च्यानल फेरि पनि हजुरहरूलाई बिरु चामलिङ राई युट्युब च्यानलमा स्वागत छ नयाँ दिन नयाँ भिडियो लिएर म चाहिँ फेरि पनि हजुरहरूको अगाडि आइसकेको छु साथीहरू हैन अनि सबैजना सन्चै आरामै हुनुहुन्छ होला हामी पनि सन्चै आरामै छौँ अनि आजको भिडियो के कस्तो बनेको छ भनेर तपाईहरुले बाइ द टाइटल अनि थम्बनेल देखेर पनि चाल पाइसक्नु भयो होला हैन साथीहरू अनि अहिले चाहिँ भने टक्कै लाएर बेलुकाको 3:30 भइसकेको छ हैन अनि आज चाहिँ हामी चाहिँ सबै फ्यामिली मिलेर चाहिँ ब्रोइलर कुखुरा हैन पोल्ट्रीको कुखुरा चाहिँ खानेवाला छौँ हो बेलुकाको खानामा चाहिँ अनि आजको भिडियो चाहिँ एकदम दामी हुनेवाला छ हैन अनि तपाईहरुले यो भन्दा अगाडिको भिडियोलाई चाहिँ एकदमै माया दिनु भएको छ हैन एकदमै तपाईहरुले साथ सपोर्ट देखाइदिनु भएको छ त्यसको लागि चाहिँ तपाईहरुलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु हैन यसरी नै हामीलाई माया गर्दिनु होला सपोर्ट गर्दिनु होला भन्न चाहन्छु साथीहरु एकछिनबाट चाहिँ म चाहिँ माथि कुखुरा ल्याउन जानुपर्ने हुन्छ हो कुखुरा ल्याउन जानुपर्ने हुन्छ अनि आज चाहिँ हामी मजाले कुखुरा बनाएर चाहिँ खाने छौं हो अनि यहाँनिर चाहिँ पासाङले चाहिँ टक्कै लाएर म चाहिँ खाना बनाउँदैछु साथीहरु खाना बनाउँदैछ पासाङले चाहिँ हो अनि टक्कै लाएर आजको वेदर चाहिँ तपाईहरुले देख्न सक्नुहुन्छ हो एकदम दिन चाहिँ यस्तो भइरहेछ टक्कै लाएर अनि चाहिँ अब म चाहिँ एकछिनबाट चाहिँ कुखुरा ल्याउन जाने छु हो त्यही हो साथीहरु भिडियोलाई चाहिँ हेर्दै गर्नु होला पानी अलि कम्ती भयो नि दाजु उम्लेको पानी हो नि त पिल्चालो कोठा मासु कति केजी ल्याएको यो बेसीको हैन यो कति 2 केजी कुनै कति ग्रामको थियो 460 को त्यसो त गाडी छ यस्तो के त यहाँ चाहिँ पासाङले चाहिँ लसुनहरु केलाउँदैछ हो मासुमा लाउनुको लागि यहाँ टमाटर तपाईहरुले देख्न सक्नुहुन्छ प्याज छ यहाँनिर प्याज टमाटर अदुवा सबै छ मेरो बोल त्यहाँ बिहाते भुइँमा फ्याँकेर राखे नो काट्नु पनि पठाए मैला हुन्छ कति दिन बाद मासु खाइयो के कति दिन अस्तिको दिन खाएको हैन अस्तिको दिन अहिले अस्तिको दिन चाहिँ खाइने अस्तिको दिन घरको भाले खाएको कहिले कति भयो त्यो त अस्ति त्यो बाइक मैले पोल्ट्री ल्याएन होला तिन चार त्यो पोल्ट्री खायो 2-3 खेप खायो बोल मिलावल बोतल मासु त खाएकै छ नि खाएकै छ तर 2-3 महिना अगाडि खाएको जस्तो लाग्छ के भयो मजाले माडेर धुने पोल्दा पनि हुन्थ्यो नि अलिक पोल्नुपर्छ होला है बुट्लाएर त्यो छालामा पुरा बुट्ला हुँदो रहेछ कतिवटा यस्तो मासु बेच्नेमा त यसरी बुट्लाहरू पनि डराइदिन्छ
जुत्ता देखेर छालै खान मन पर्दैन के भन्छ पखेटा त भाँचिएछ त दाजु कनेले दाजुको पनि केस काट्ने बेला भएछ है चटक्कै काट्नु नि छोरा मान्छे केसले सिक्किमबाट अर्को राजेश हेमा निस्किँदै याद छैन सिक्किमबाट सेकेन्ड काट्नै दाजु केस राजेश हेमा रुन्छ होला ऊ दाजुको कपाल देखेर ईश्वरको कालो यस्तो बात चट्टे हल्का हुन्छ टिका लाउनु त बनिरहेको छ यहाँनिर सिल्लेर भातीलाई खाइदियो दाबुहरू धुने त्यो बाँसो लाउनु त सिधा मेरो परबाट नि त्यो फलाम धुनु त्यो त पोल सरी हामी कता खुट्टा कुखुराको अन्डरमा माछालाई दुःख थाप्ने राति अन्ध्रमा पर्छ माछा अचानक के बना भला म यहाँ आफूलाई पनि दिएको ठुलो खालको बत्ती गयो तर त्यो दुःख लाग्ने चाहिँ बेलुका के भयो अरे बिचरा आमाले मरि बुटुलेको कति तल दाउरा बिहान यतिले थुपेर आएको चाहिँ त्यो अखेर राख्नु बसेर ढोकाने घरिघरि खोलेर हुन्छ त्यस्तो त भाइ नगर्नुहोस् त ल्याङ्गे दाउ त कुखुरा त हुन्छ त्यो अलिक उयो गर्नु नि त्यहाँ पर्छ है मासु त ठिकै छ यहाँ फुलिहाल्छ कि यता हो भाइ यता हो त्यहाँ जानु हुँदैन केटाकेटी ल यहाँ म भिडियोमा निकाल्छु नि दुईवटा भिडियोमा
भाइ जो अहिले आइज भिडियो हेर्नु आइज भाइ गयो आउँदैन बनाउनु हुन्थ्यो नि पर त लाइटै छैन अन्त लाइट तान्नु पर्ने छ पर है प्लास्टिकहरू म आफै बनाइहाल्छु भनेर दामी पाक्यो त है पाक्यो होला अब त उही हाम्रो फुच्चेले चाहिँ हाम्रो बियाङले चाहिँ दौरा मिलाउँदैछ दौरा मिलाएको अरे भाइ बियाङ बियाङ हेलो गाइज भनिदिनु नि भाइ यता हेरेर यी क्यामेरामा हेरेर फोनमा हेर्नु त यता है हेलो गाइज भनिदिनु नि भाइ आमा हाम्रो फुच्चेले दौरा मिलाएको अरे बियाङ यहाँ हेर्नु त हेलो गाइस भन्नु नि आमा भाइ चिची खानु हुने चिची खाने मम्मीले यहाँनिर पोल्दैछ ल चिची खाऊ न भाइ मम्मीले पोल्नु हुँदैछ हाम्रो भाइले चिची खान्छ पाक्यो होला अब सेलाएर नानीलाई चाहिँ सेलाइदिइहाल्नु त हजुर ल यो बिहानको अन्त यो अघि खाने अरे पापा मम्मी तपाईँ म दाजु पुरै रात परिसकेको अवस्था साथीहरू हो बाहिर चाहिँ पुरै अँध्यारो भइसकेको छ यहाँ तपाईँहरूलाई म देखाउँछु त एकदम हो अँध्यारो भइसकेको छ अहिले चाहिँ तपाईँको टक्कै लाएर बेलुकाको 8 बज्नु आँटेको छ हो हाम्रो चाहिँ यहाँनिर बेलुकाको खानाहरू चाहिँ सबै रेडी भइसकेको छ अनि यहाँनिर मासु पनि काटिसकेको छ हो दाजुले मासु काटेर एकदम रेडी गरिसकेको छ हो अनि यहाँनिर प्याजहरू हो यहाँ टमाटरहरू यो लसुन ससुन सबै अदुवाहरू सबै रेडी भइसकेको छ अन्त अब चाहिँ यहाँनिर पासाङले चाहिँ यो सेकुवा चाहिँ पोलिसकेर यहाँ हामी चाहिँ सब्जी बनाउनु पर्ने हुन्छ हो सब्जी चाहिँ हाम्रो पासाङले बनाउँछ टक्क लाएर चाहिँ हजुर आम्मा हाम्रो नानीले कस्तो दौरा भेला पारेको अरे यहाँनिर हाम्रो भाइले दौरा भेला पार्नु भएको हो भाइ के बोल्ने भइसक्यो है हाम्रो भाइ पनि एबिसिडी माथि आइसिडिएस लगे एबिसिडी क्या पढ्नुहुन्छ नानी लु पाक्यो होला अब त पाक्यो पाक्यो हुन्छ आमा भाइ के लाग्यो त्यो राख्नु मुइनी उयो मैला लाग्छ राख्नु त भाइ त्यो बुइमा राख्नुस् छ्या भाइ बुझ्दै चिउटा कहाँ गयो राख्नुस् भाइ त्यो छे ल साथीहरू हाम्रो चाहिँ यहाँनिर सेकुवा पनि रेडी भइसकेको छ हो टक्कै लाएर यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ पासाङले चाहिँ मजाले यो जालीमा चाहिँ बनाएर हो पोलेर चाहिँ रेडी गरिसकेको छ अब चाहिँ हामी खानेछौँ हो यहाँनिर पासाङले चाहिँ दाजु दुइटा उयो तानिदिनु बोटुको अधिक्रा नानीलाई दिइहाल्नु त त्यही लगाइदिनु न बेसी टो हालिदिनु यो पापा र यो नानीको त्यो आमा हाम्रो नानीले के पायो आमा खुट्टा खाने भाइ ला अनुहारमा के दल्यो भाइले पेलाएर दलेछ ल अहिले चाहिँ मुख धोइदिनुपर्छ मुख धोइदिनुपर्छ अहिले चाहिँ को दाजुगा
फुक्नु भाइ फुक्नु त अलिक तातो छ खोपो भन्नुभयो दामी दामी भएछ ल साथीहरू अब चाहिँ हाम्रो यहाँ सब्जी पकाउने स्टार्ट भइसकेको छ हो सब्जी पकाउनु यहाँ तेल खारिँदैछ हो आगो मजाले बलिरहेको छ अनि यहाँ तपाईँले देख्न सक्नुहुन्छ मासु पनि रेडी छ हो टक्कै लाएर यति बेसी छ मासु चाहिँ 2 केजी लगभग 2.5 केजी जस्तो ल्याएको थियो हो यति बेसी छ मासु पनि अनि यहाँ प्याजहरू सबै रेडी नै छ यहाँ तपाईँले देख्न सक्नुहुन्छ भोटे लसुन पनि छ हो यो चाहिँ भरे माथि भएर यसलाई चाहिँ लाउनु पर्ने हुन्छ टक्क लाएर चाहिँ खाना चाहिँ अघि पाकिसक्यो खाना त अघि 3 बजे नै पाकेको खाना खाएको अस्परन कस्तो सब्जी पकाउनु खान्छ यहाँ भाइले मासु ल्याएछ कि चिकन ल भोलि भेटौँ त भाइ बिहान आमा कर्नर त नकिने भइसकेको छ त अनि बस अहिले चाहिँ म 2 दिनुपर्छ मेरो माथि हेर्नु बस्दै यसलाई पानी चाहियो रे पानी दाजु नानीलाई पानी दिनु नि जाऊ जाऊ बाँगालाई बाङ्नु त भाइ बाँगालाई देपालाई नानी मासु खानुभयो भाइले मासु खानुभयो तिर्खा लागेको छ पानी खाँदैछ भाइले मासु खाइरहेको भाइ उता जानु अघि लड्छ त्यहाँ आगोमा पस्छ उता जानु त भाइ पर जानु न त्यहाँ लड्छ हौ भाइ बुम हुन्छ भाइ बुम हुन्छ लड्छ है टमाटर र यो लसुन अदुवा र यो बोडे लसुन पानी हाल्नु पर्दैन पुरा डढेको पानी हाल्नु अब चाहिँ भयो बुहारीको डकुमेन्ट्सहरू लिएर अनि हजुर
मासु खाना दिएर मासु पनि नि बाउ खाना खानुहुन्छ होला नि पापाले खानु भएको खानासँग खानु नि त्यतिको त कसरी खान्छ अन्त अभी नखाने उता लगाइदिनु न घर दुईजनाले खान्छ अभी नि गोपा बाइक खाँदैन म छोडिदिनुहोस् ल अघि दोडा पिस हालिदिन्छ त्यो दिनु लागेको छ ल यो दुईजना मलाई चाहिँ राखिदिनु ल त्यहाँ पस्केर एकछिनबाट खान्छु म गरे भाइ दुईजना खाऊ है धेरै दाल दिन्छ यहाँ हो हे भगवान खोइ त मिठो बस्छ दाजु दामी सेटिस Yeah, very nice. पमिला लाग्छ होइन मालमा त यहाँ कुनामा यहाँ छपर अलिअलि घरबाट राखिदिने म गएको कस्तो भयो चुप बनाउनु भएछ मान्छे तपाईँले अभियान यहाँ अलिक कम्ती लगायो सब्जीलाई मिठो बस्छ आमा मा